Good morning. I'm in Saudi. भाइ म साउदीमा छु बिहानको कति बज्यो भन्दाखेरि 8-9 बज्यो ए रोटी खाइँदैछ है बिहान बिहान यस्तै हो छैन भने रोटी खाने अब गएर चिया खाने बिहानको खाने यही हो अन्त खायो भने त पैसा पनि धेर लागिहाल्छ होइन चिया खान्छ नि म हिँड्नु गयो पैसा पनि आयो अब हिजो दिएको थियो पैसा एडभान्स चिया खाने हो अब चिया चाय क्या रेस्टुरेन्टमा आए साउदी त्यो अलवादी भन्ने ठाउँमा छु होइन यहाँ तपाईँको त्यो रेस्टुरेन्ट हो सुपर मार्केट अलवादी भन्ने ठाउँमा जेद्दाको अलवादी भन्ने ठाउँमा छौँ हामी म चिया है टुरियाल अरे चियाको नेपालको लगभग 70-75 रुपियाँ जस्तो पर्छ यसलाई नेपालमा त्यस्तै 20 रुपियाँ 25 रुपियाँ पर्छ एक कप चियाको तर चिया चाहिँ धेरै हुन्छ है चिया नेपालको भन्दा डबलै हुन्छ लगभग टेस्ट पनि मिठो छ तर महँगो पनि छ ल चिया पनि खाइयो अब हिँड्ने हो रुमतिर रुम हामी बसेको ठ्याक्क रुम घर भनेको कहाँ हो भन्दाखेरि त्यो म पछाडि देखिराख्नु भएको छ 1 2 3 4 जम्मा 4th फ्लोर भनेपछि 4 तले है 4th फ्लोर हो पछाडिको 4th फ्लोर छ पुरै बिल्डिङ हाम्रै लागि हो यो सबै हामी यो काम गर्ने केटाहरूकै लागि हो अब काम चाहिँ के हो भन्दाखेरि एमाजोनको वेयर हाउसभित्र हाम्रो काम हो होइन प्याकिङ पिकिङ अब सबै काम हुन्छ भित्र अनि त्यो सबै काम हो अनि यो पछाडिको बिल्डिङ भनेको सबै हाम्रो लागि हो क्या हाम्रो लागि मतलब हाम्रो काम गर्ने केटाहरूको लागि हो सब नेपाली केटाहरू छन् साथीहरू छ अनि यसको लगभग 3rd फ्लोरमा चाहिँ म चाहिँ 3rd फ्लोरमा छु क्या 1st फ्लोर 2nd फ्लोर 3rd फ्लोर 4th फ्लोर पनि त्यस्तो चिनिँदैन पनि तर यो 4th फ्लोरको 4 तला भन्छ नेपालमा है 4 तला बिल्डिङ भन्छ यही हो म चाहिँ 3rd फ्लोरमा छु पुरै बाहिरबाट हेर्न एसी नै एसी लाग्छ